जस्तो भयो क्या। उताबाट आयो भने चाहिँ अब जङ्गलको बाटो सुनसानै हुने रहेछ जङ्गल चाहिँ, अनि गाडीहरू पनि त्यति धेरै नहिँड्ने, एकदम सुनसान हुने रहेछ। अब म चाहिँ सोलो आएको भएर त्यस्तो लाग्यो होला। अब ग्रुपमा आउने हो भने चाहिँ फेरि धेरै नै भइन्छ, सुनसान नलाग्ला। अब चाहिँ पानी पर्ला जस्तो भयो है। आकाश सब बादलले ढाकिसक्यो। दिउँसो त घाम लागेको थियो मजाले। पानी चाहिँ अझै भर्नुपर्ने रहेछ यहाँ टन्नै।